हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामी शनिबारको दिन आन्टीकोले बोलाउनु भएको थियो अनि हामी फेरि थुप्रै भएको थियो नगएको। अनि बाबुको फेरि शनिबार फुर्सद भएको भएर अनि हामी चाहिँ आमा छोरा अनि बाबु भएर जान लाग्यौँ। अनि बाबुलाई तार पारेर यसरी म क्यारी ब्यागमा बोकेर बाहिर निस्केँ। अनि ड्याडीले चाहिँ ढोका लाउँदै हुनुहुन्छ अनि हामी यसरी जान्छौँ। अनि आउँदै हामी बाबुले फेरि के भनेर हँसाउँदै हुनुहुन्छ कि अनि बाबुले पनि हेरिरह हामी कहाँ जाने होला भनेर। अनि घाम शीतल भइरहेको थियो कि अनि यसरी हिँड्दैछ। म बाइक निकाल्छु छोटो भन्नु म फेरि भिडियो बनाउनेको चक्करमा ड्याममै छेकिरहेको। अनि यसरी हिँड्दै अब म बाइकमा चढ्छु अनि यसरी बाइकमा चढिरहेको क्या म फेरि यसरी बिस्तारै बस्छन् कति हल्लाको क्यामेरा भन्नुभयो। अनि हामी यसरी जाँदैछौँ बाबुले फेरि कहाँ हिँडेको होला भनेर हेर्दैछ क्या। अनि म फेरि भिडियो बनाउँदैछु अनि बाटोमा यसरी जाँदैछौँ। जाँदा कति धेरै फुलहरू के बाटोमा देखेँ अनि यसो भिडियो बनाउँछु भने अनि बनाउँदै थिएँ। अनि बिस्तारै गर है लौ तिमी भन्नु अनि हुन्छ भने अनि यसरी हिँड्दैछौँ हामीहरू तिनजना। अनि बाबु फेरि कहिले पनि कतै जाँदा पनि त्यस्तो दुःख दिन्न कि यसरी मजाले बसिरह। अनि जाँदा ठुलो शिवलिङ्ग देख्नुभयो है हाम्रो घरतिर फेरि यस्तो ठुलो शिवलिङ्ग छ कि अनि यसरी मन्दिरको पनि भिडियो गराउँदै हिँडेँ म। अनि यो नारायणघाट मुगलिङ सडक खण्ड फेरि कहिले बनिएछ भनेर कुरा गर्दै थियौँ। अनि बाबुले उताबाट फेरि हेर है बाटो खत्तम छ राम्रोसँग मोबाइल सफा अनि बाबुलाई समात फेरि खस्लाउ भन्नु। अनि म यसरी हिँड्दैछु यताउता देखाएर धुलो धुवाँ हेर्नु न कस्तो बाटो बिग्रेर कहिले बनाएर सक्ने हो भन्दै कुरा गर्दै हिँडिदिएर अनि म फेरि यताउता। अनि त्यहाँ फेरि जाम भएको रहेछ कि यस्तो बाटो बनाउँदै वान साइड भएर अनि जाम भयो रहेछ। अनि मैले त्यही भिडियो गराउँदै हिँड्दै गरिरहेको ल हेर्नु है आन्टीको घर जाने बाटोमा फेरि यस्तो बिग्रियो क्या बाटो त्यही भएर नि। अनि कान्छ फेरि हिँड्नै मान्नुहुन्न अचल। अनि त्यही पनि यसो गएको बेलामा भिडियो बनाऊँ भनेर यताउता खिचेँ हेर्नु। यसरी जाँदा त टिप्परले अगाडि बाटो रोकेर टिप्परसँग फेरि मलाई कति डर लाग्छ कि फेरि तपाईँलाई पनि डर लाग्छ कि नै साथीहरू। अनि यसरी पुल हेर्नु न बन्दै गरेको पुल हेर्नु। अब यो पुल बनिसकेपछि धेरै फराकिलो हुन्छ ठाउँ पनि। अनि यसरी हिँड्दै बाटो हेर्नु न बिग्रिएको पुरा खनखान गरेर यो बिग्रेर कस्तो भयो। अनि यसरी देखाउँदैछु म फेरि। अनि बाबुले फेरि हेरै लोटलाउ बिस्तारै गर भिडियोको चक्करमा लोटलाउ आमा छोरै भन्नुभयो। अनि यसरी बाबुलाई पनि देखाउँदैछु। बाबुको फेरि टोपी खस्छ कि भनेर मैले फेरि कस्तरी समातेँ। बाबुले फेरि मुख बिगारिरह उसले फेरि बाबालाई हेरिरह अनि यसरी हेरिरहेको अनि खाल्टो परेर घाचाक कुचुक भइरहेको हेर्नु न यस्तो धुलो अनि यस्तो जाम भएको रहेछ। अनि बाबुले फेरि अगाडि मात्र नदेखाउन पछाडि पनि देखाउन भन्नु। अनि मैले यसरी पछाडि देखाइरहेको के यसरी अगाडि पछाडि गर्दै देखाइरहेको हेर्नु न पछाडि पनि बिस्तारै देखाइरहेको। अनि अब सुरुमा त हो अनि बिस्तारै सिकिँदै जान्छ भने अनि यसरी बाबुको टोपी खोलिदिएँ कि एकछिन अनि आमा छोरा भएर हिँड्यौँ। अनि मैले फेरि बाबुलाई पनि देखाएको। अनि यसरी हिँड्दै गयौँ हामी। यसरी जाँदा हेर्नु न हरियाली कति राम्रो देखिएको। अनि यसरी बाबु आन्टी गर्दै जाने बाटो फेरि अलिकति कच्ची रोड छ क्या। अनि यसरी हिँड्यौँ अनि हिँड्दै गर्दा मैले सबै भिडियो क्याप्चर गर्छु है कान्छ अनि ल बिस्तारै गर भन्नुभयो। अनि यसरी हिँड्दै हामी आमा छोरा बाबु भएर अनि यसरी हिँड्दै जाँदा अनि बाबुले फेरि के भन्दै हँसाउनु भयो कि तिमी पनि अब भ्लगर बन्ने भयो भन्दै हँसाउनु भयो। अनि मैले फेरि बिस्तारै सिक्छु कि भन्दै हिँड्दै भिडियो गराउँदै गरिरहेको हेर्नु कति राम्रो मकै हुँदैछ यहाँ फेरि एकदम राम्रो माटो। अनि मैले फाइनली आन्टी घर जाने बाटो आयो भनेको। अनि कति महिनापछि आयौँ है भन्नु अनि भने अनि बाबु म यसरी जाँदै बाबु फेरि कहाँ जाने होला भनेर आँखा मुख बिगार्दैछ कि। अनि ल हेर्नु यसरी जाँदा यस्तो क्रिकेट खेल्ने ठुलो ग्राउन्ड छ कि यहाँ म्याचहरू भइरहन्छ बेलामा। अनि बाबुले फेरि यो पनि खिच न देखाऊ यो पनि भन्नुभयो। अनि मैले हुन्छ देखाइरहेको हिँड्नु न भने अनि बिस्तारै यसरी हिँड्दैछौँ हेर्नु कति राम्रो बनाउँदै छ कि यहाँ सधैँ खेल्न आउँछन् केटाकेटीहरू ठुल्ठुलो म्याचहरू पनि हुँदैछ। अनि यहाँ के भन्दै स्टेडियम हो कि के भन्नुभएको थियो। अनि मैले फेरि केही यादै गरिनँ। फाइनली आन्टी घर आउन लाग्यो
हेर्नु आन्टी घर आउनुलाई पहिला त बाटो नबिग्रियो चाहिँ कति चाँडै आए जस्तो लाग्थ्यो। अहिले त कति ढिलो लाग्यो हेर्नु, यसरी बनाउँदै रहेछ कि। अनि थुप्रै भयो त नआएको। अनि आन्टीले फेरि किन बोलाउनु भएको रहेछ भनेर हेऱ्यौँ, यसरी जाँदै हम। अनि जाँदा मैले फेरि सबै भिडियो गरेँ। अब रोप्ने बेला नि आउन लाग्यो भन्दै हिँड्यौँ हामी आमा छोरा अनि बाबु भएर। अनि यसरी जाँदैछौँ। अब आन्टी हुनुहुन्छ कि हुनुहुन्न हेरौँ है, गेस गरौँ। अनि आन्टीले बोलाउनु भयो, के गर्न बोलाउनु भएको भनेर। अनि हामी चाहिँ फाइनल्ली आन्टी घर आयो। त रातो टिनदेखि घर चाहिँ आन्टी घर क्या। यसरी जाँदैछौँ हामी। जहाँ बाबु पनि एक्साइटेड छ आन्टीलाई भेट्न। अनि यसरी हामी 3 जना आयौँ आन्टीको घर। अनि आन्टी घर गइसकेपछि हामी यसरी बाइक अनि आन्टीलाई खोज्यौँ। आन्टी भनेको आन्टी चाहिँ हुनुहुन्न हेर्नु, कहाँ जानुभएछ। अनि कान्छीले फेरि कति माया गर्छ कि दिदी आयो भनेको त। अनि खुसी भएर यताउता लुडीबुडी गरेर आन्टीले फेरि हेर्नु कुखुरा सानो कुखुराहरू टन्नै छ आन्टी घर। कुखुरा यसरी पाल्नु भएर रहेछ। अनि म यताउता आन्टी भन्दै खोजेको त आन्टीले लसुन यति बनाउनु भएछ। आँप हेर्नु त कति राम्रो कि, आँप त हेर्नु कति राम्रो धेरै फल थियो अरे, हावाहुरीले झारिदियो भन्नुभयो। अनि आन्टी भनेछु। अनि लसुन पनि यस्तो भएछ, प्याज चाहिँ खासै राम्रो भएन छ आन्टीको। अनि कान्छीले फेरि कता गएछ दिदी भनेर हेरिरहेछ क्या। यसको नाम फेरि कान्छी हो। अनि आन्टी भनेको आन्टीलाई फोन गरेको लाएन। अनि आन्टी त पसल जानुभएको रहेछ। अनि आन्टीको पनि भिडियो गर्दै थियो। अनि आन्टीले फेरि ल आमा छोरा त युट्युबमा भिडियो बनाउनु भएछ त छोरा भन्नुभयो। अनि आन्टीले फेरि बाबुले यसरी लिनुभयो धेरै पछि सुत्केरी बसेर आएपछि। अनि खुसी भयो बाबु फेरि। अनि फाइनल्ली हामी घर जान लाग्यौँ। घर जाँदा राति परिसकेको थियो। अनि आन्टीलाई फेरि सन्चो भएर रहेनछ। अनि त्यही भएर भेट्न बोलाउनु भएर रहेछ। अनि हामी यसो दिउँसभरि बस्यौँ। अनि यसरी फर्किँदै हौँ। अनि बाबु फेरि निन्द्राले लट्ठ परेको क्या। अब निदाउने बेला भयो। अनि यसरी बाइकमा चढ्यौँ। जाँदा त घर फर्किँदा रात परिसकेको थियो कि। अनि बाबुले फेरि छिटो जाम, रात पर्न लागिसक्यो, हावाहुरी आउन सक्छ भन्नुभयो। हुन्छ बिस्तारै जाम न भन्यो। अनि यसरी जाँदै हौँ। अनि बाबु फेरि निन्द्राले लट्ठ भएर मुख यताउता लुकाउँदै खायो कि। अनि यसरी हामी 3 जना हिँड्यौँ बाइकमा। आन्टी घरबाट पनि फर्क्यौँ। दिन गएको कसै थाहा भएन। फाइनल्ली हामी आफ्नो घरमा आयौँ साथीहरू हेर्नु है। अनि बिस्तारै जाँदैछौँ। हाम्रो पनि कच्ची रोड बनाउनु लाग्यो घर अगाडि। अनि यो फेरि घर बनाउनु लाग्यो मेरो साइडमा अनि कति साउन्ड आउँछ कि घर बनाउनु लाग्यो। अनि फाइनल्ली घर आयौँ हामी 3 जना। अनि अब कान्छा ढोका खोल्नुहुन्छ। अनि होप सबैजना इन्जोय गर्नुहुन्छ। थ्याङ्क यू, बाई बाई साथीहरू।